कति भिड छ हेर A few moments later. Hello, hello. Pagi ni bola sana sini. Hello. Ini ambil kelas lagi. Hello Anushka. Binita को फेभरेट के हो रे? White color भएपछि कस्तो राम्रो देखिने है? I'm talking to you guys. ओइ यहाँ खेल्न जानी? अहिले जाम्ला. म चाहिँ छोराछोरी जत्रै हो क्या म पनि कसैको छोराछोरी हो नि त अनि त्यही त भनेको सानीमा हो नि तिमी सानीमा त मभन्दा जेठा छ मेरो छोराछोरी सानीमा को हिसाबले गर्ने भने कस्तो हो कोही पहिले कति धेरै प्ले गरेको म क्यामेरा हेलो यस हामी आफ्नो ठाउँमा आइसक्यौँ Hello. Hello, madam. Hello, Ashwini. सियार आउनुभयो खै कहाँबाट आउनुभयो ढिला सियार सरलाई टाइमको भ्यालु छैन कि सियारज्यूलाई अर्को सियार कहाँ गएछ टिकटक बनाउनलाई ठाउँ भएन राख्ने अनि झोला उसले यस्तो साह्रो सबभन्दा एक्साइटिङ मेरो कानबाट आयो नेपाली मनोरञ्जन क्षेत्रका अत्यन्त लोकप्रिय सबैको मन्त्रीमा सफल राष्ट्रिय स्तरका चर्चित कमेडियन श्री सन्दीप छेत्रीज्यूलाई म सम्मानपूर्वक विषयमा बिन्द चाहन्छु मैले नमस्ते भन्दाखेरि जसले नमस्ते फर्काएको छैन त्यसको विद्या नष्ट हुन्छ सबैले भनेर हुने भए हामीले किवी पायौँ गाइस मेरो नेल पलिसलाई इग्नोर हान्नुहोला खाना त पर्यो सुन्दै सुन्दै भए पनि लयमा आछ है एउटा फोटोले काम गर्यो बात दिल की नजरों में
खत्तम यो क्यामेरा आफैले सुनिस भने मार्दिन्छु मस्त जोक मारा रे या मेरो साथ पुस्तक कोही गराएको छैन एउटा चलेछ बिग बस होटलमा हुन्छ ए ले भाइ यसो खाना बिले आफ्नो अर्डर गर्छ खाना खान्छ बिचार केटीको मनमा चाहिँ लागिरहेको हुन्छ कि बुढा त्यस्तै रोमान्टिक टाइपको हुन्थ्यो तर केटा मान्छेको नेचर कस्तो भन्दाखेरि नेचर कल्चरमा माछा फसिसकेपछि फेरि बनाउन लाग्दैन फसिसक्यो अनि केटीले बिचारा खाना खाँदै अलिकति पुग्छ यहाँ अनि भन्छ ला पुग्यो अनि केटीले भन्छ मलाई ढङ्गले खाना आउँदैन एक्लो बस्दादेखि यहाँनिर कहिले ओके दाबलो टाउको हाल्यो त्यही बेलामा केटीले भन्छ ला घरको साँचो कहाँ अनि केटीले भन्छ त गइस् त महिला पनि बेसी छ त पागल बेसी छ गजनीको छोरी सन्चै हुनुहुन्छ धेरै सन्चै हुनुहुन्छ हैन स्लाइन लगाइरहेको छ कैसा लगा मेरा मजाक I'm not feeling good. यहाँबाट बसेर अर्को ठाउँमा ठाउँ त दाम ओइ त्यहाँ खेल्न जाने होइन भर्खर त जान मिल्दैन सेल्फी चलिरह यहाँ क्यामेरामा नदेखेको के म ऐनामा पो राम्रो देखिए जस्तो लाग्छ अरे क्यामेरामा भन्दा किन हो ऐनामा रियल फेस हो के गोजीमा दम छैन मेरो गोजीमा दम छैन गोजीमा दम छैन अलि चिचार गाउँ सुन्ने न छैन गोजीमा सुको नहुने मान्छे केही पनि काम छैन गोजीमा सुको नहुने मान्छे केही पनि काम छैन सँगै झरी सकिएपछि खाइलेको गोजीमा सुको नहुने मान्छे के खान फुलेको A few inches later. हेलो एभ्रीबडी वेलकम टु माई च्यानल अहिले चाहिँ हामी छौँ दियालोमा यता देखाउनुहोस् त सिन हेलो गाइस यता प्लिज हामीलाई पनि देखाइदिनुहोस् हो क्या के अरे हाम्रो चाहिँ यहाँ आउनुभएको छ सन्दीप छेत्री एक स्ट्यान्डअप कमेडियन एक्टर भनौँ न एकदमै ठुलो एक्टर अनि हामीलाई चाहिँ स्कुलबाट सरप्राइज दिएर ल्याउनु भएको यस्तो सरप्राइज टेस्ट चाहिँ भइरहेको थियो सरप्राइज इभेन्ट चाहिँ फर्स्ट टाइम भयो त्यही भएर मेरो च्यानललाई धेरै सब्सक्राइब माया गरिदिनु सब्सक्राइब गरिदिनुहोस् प्लिज अच्छा म घर एकदमै बिजी भएर स्कुलमा नि होइन यहाँ हलमा आएर काम गर्दै नेल एक्सटेन्सन गर्ने टाइममा आउँदैछ भ्याउने समयले यो नेलको यहाँ हल्का हल्का भएको पोलिस सब भ्याउँछ नि मेरो जस्तै बनाउँछ माई नेल कम्प्लिटेड अब यो फाइनली प्रोग्राम एन्डेड जाम हामी खाना खान नास्ता खाने के गर्ने जाने अघि नास्ता खाने अझै लाइनमा बस्छ नि योहरू सबै खानामा व्यस्त हुनुहुन्छ हेलो जस्मिन बसमा गइहाल्ने अरे हेलो हाई गर हाई वेटर हुनुहुन्छ यहाँ बाई 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 सर बसमा जाने रे बाई बाई सन्ध्या मैले त नचिनी यहाँ के चलिरहेको गाइस
चिप्लेटी खेल्न जानु मन छ केटाकेटीको त्यो बेइज्जतहरू बिदा होइन 2 नम्बरकोमा त होला नि सकियो हाम्रो आजको कार्यक्रम हातै च्याप्यो कृपा तिम्रो हेलो विशाल उल्यो त चार्जर बाई 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 गर ल भाइ यो मेरो घर सन्ध्या बाई गर कहाँ हो बाई गर बाई जस्मिन बाई गर जाके बस्दा सकियो थ्याङ्क यू भेरी मच हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला